तपाईँको पिसाब पोलिरहेछ, तल्लो पेट एकदमै अप्ठ्यारो भइरहेछ। तपाईँले धेरै जाँच गर्नु भइसक्यो। तैपनि के कारणले गर्दा हो पत्तै लगाइरहेको छैन। पिसाबको जाँच गर्नु भइसक्यो, कल्चर गर्नु भइसक्यो, भिडियो एक्स-रे गर्नु भइसक्यो, के पनि थाहा भएन। अब तपाईँलाई तपाईँको डक्टरले सिस्टोस्कोपी भनेर भन्नुभएको छ। आज हामीलाई टिकटकमा एकजना साथीले पनि त्यही प्रश्न सोध्नु भएको छ। सिस्टोस्कोपी भनेको कस्तो प्रविधि हो भनेर। सो यो भिडियोमा त्यो बारेमा कुरा गर्न चाहँदैछु। यो एउटा मेडिकल प्रोसिजर हो, जसमा चाहिँ हामीले तपाईँको पिसाबको थैलीमा केही समस्या छ कि छैन, प्रोस्टेटको समस्या छ कि छैन, त्यो हेर्छौँ। अब कसरी हेर्ने त? आँखाले हेर्ने त होइन। सो यसको लागि एउटा ट्युब हुने गर्दछ। ट्युबको एन्डमा एउटा क्यामेरा हुन्छ। यो क्यामेरा चाहिँ तपाईँको पिसाबको नलीबाट बिस्तारै भित्र छिराउँछ। छिराउँदै गएपछि तपाईँको चाहिँ नलीबाट हेर्दै हेर्दै जान्छ कि तपाईँको प्रोस्टेटले त्यो नलीलाई च्यापिरहेछ कि छैन। यदि च्यापेको छैन र त्यो पाइप तपाईँको नलीबाट बिस्तारै पिसाबको थैलीमा जान्छ। थैलीमा गइसकेपछि तपाईँको पिसाबको थैलीमा के समस्या छ? त्यहाँतिर पत्थरी छ कि, त्यहाँतिर कुनै इन्फेक्सन जस्तो भएको छ कि, त्यहाँतिर अल्सर्सहरू भइरहेछ कि छैन, त्यहाँतिर क्यान्सर्सहरू भइरहेछ कि छैन, अथवा अरू के समस्या छ? जुन तपाईँको पिसाबको जाँचबाट, भिडियो एक्स-रेबाट, मृगौला जाँचबाट यदि केही पनि थाहा पाएन भने त्यो सिस्टोस्कोपीले हामीलाई चाहिँ धेरै जानकारी चाहिँ दिने गर्छ। अब यो गर्दाखेरि कहिलेकाहीँ पेनफुल हुने गर्दछ, किनभने सानो पिसाबको नलीबाट त्यो पाइप छिराउँदाखेरि दुख्न चाहिँ सक्छ। सो त्यस्तो खालको कन्डिसन हो भने चाहिँ तपाईँले आफ्नो डक्टरलाई दुखाइ नहुने खालको औषधिहरू दिएर यो गरिदिनु भनेर भन्नुभयो भने तपाईँलाई डक्टरले चाहिँ दुखाइ कमाउने औषधि दिएर चाहिँ गरिदिनुहुन्छ। सो आजको भिडियोमा यति नै। यदि तपाईँले के प्रश्न छ भने तल कमेन्टमा लेखिदिनु होला र यस्तै खालको अरू भिडियो हेर्नलाई तपाईँले मेरो युट्युब च्यानलमा गएर त्यहाँ गएर भिडियो हेरेर च्यानललाई पनि सपोर्ट गरिदिनु होला र च्यानललाई सब्स्क्राइब पनि गरिदिनु होला। यति भन्दैमा म तपाईँहरूबाट चाहिँ बिदा लिन चाहन्छु। नमस्ते।